माया त अझै छ, तर अब त्यो नजिक पनि हराइसकेको छ। अघिसम्म हरेक कुरा सँगै गर्थ्यौँ, अब त केवल सम्झना मात्र बाँकी छ। कि माया यत्तिकै फिका हुन्छ र कि हामी नै बोल्न ढिला भइदिन्छौँ? कि माया वास्तवमै प्रेमिन्छ र सायद होइन? केही माया अन्त्य हुँदैन, केवल अन्तरमा रूपान्तरण हुन्छ। सायद अब भेट नहोला, तर हरेक रात मायाको एउटा अंश अझै तिमीमा नै बाँकी छ र धुरीले सिकाउँछ। साँचो माया त त्यो हो जो टाढा भएर पनि हराउँदैन, बरु अझै गहिरो भएर मनभित्र बस्छ।